यहाँनिर चाहिँ एकदमै शीतल प्रदान गर्ने एउटा रुखहरू रहेको छ। रुख चाहिँ एकदमै दामी भोबाल लाग्यो। यता देख्न सक्नुहुन्छ ठ्याक्कै यो बाटो चाहिँ ठ्याक्कै यो बिरुवाहरू रोपेर चाहिँ भोबाल यहाँ चाहिँ शीतल आनन्द प्राप्त गर्नको लागि, दामी दिमाग फ्रेस गर्नको लागि एकदम राम्रो लाग्यो। यता एकदम दृश्य पनि एकदम भोबाल छ यताको। देख्न सक्नुहुन्छ ठ्याक्कै यो रोडको पछि दायाँ बायाँमा ठ्याक्क बिरुवा लगाएर ठ्याक्क शीतल अनुभव भयो त एकदमै ज्यानलाई पनि आनन्द भयो। तपाईँहरू पनि आउन सक्नुहुन्छ यदि तपाईँहरू बुटो लगाउँदै हुनुहुन्छ भने। यदि बानबट्टिका चाहिँ घुम्न नछुटाउनु होला है त गाइस। म पनि यहाँ चाहिँ घुम्नका लागि गाइस चाहिँ हामीहरू अब एक्जिट हुँदैछौँ। ठ्याक्कै सकियो।